नमस्ते। म यहाँ तपाईँलाई क्षयरोगको बारेमा बताउन आएको हुँ, जसलाई क्षयरोग पनि भनिन्छ। यो एक सङ्क्रामक रोग हो जसले प्राय फोक्सोलाई असर गर्छ, तर शरीरका अन्य अङ्गहरूलाई असर गर्न सक्छ र यो एक प्रकारको ब्याक्टेरियाबाट हुन्छ। क्षयरोगले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ, विशेष गरी यदि यो चाँडै पत्ता लागेन भने। तर यो रोग निको हुन्छ र बेलायतमा परीक्षण र उपचार निशुल्क गोप्य हुन्छ, आप्रवासन स्थिति जस्तो सुकै भए पनि। क्षयरोगका लक्षणहरू हेर्न महत्त्वपूर्ण छ। यसमा समावेश छन् 3 हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लाग्नु, तौल घट्नु, भोक नलाग्नु, उच्च तापक्रम वा ज्वरो, राति पसिना आउनु, अत्यधिक थकान वा ऊर्जाको कमी। तर शरीरमा सङ्क्रमण कहाँ छ भन्ने आधारमा लक्षणहरू फरक हुन सक्छन् भन्ने कुरामा सचेत रहनुहोस्। जो कोहीलाई पनि क्षयरोग लाग्न सक्छ, तर यदि क्षयरोगको उच्च दर भएका देशहरूमा जन्मिएको वा तिनीहरूसँग सम्बन्ध भएको छ भने तपाईँलाई क्षयरोगको जोखिम बढी हुन्छ। यसमा अफ्रिका, एसिया र पूर्वी युरोपका धेरै देशहरू समावेश छन्। यदि तपाईँ यी मध्ये कुनै एक देशबाट विगत 5 वर्षमा बेलायत आइपुग्नु भएको छ भने हामी तपाईँलाई निशुल्क छातीको एक्सरे र लेटेन्ट क्षयरोग प्रशिक्षण प्रस्ताव स्वीकार गर्न अनुरोध गरिरहेका छौँ। यो तपाईँको स्वास्थ्य र तपाईँका साथीभाइ र परिवारको स्वास्थ्यको सुरक्षाको लागि महत्त्वपूर्ण छ। क्षयरोग दुई रूपहरू छन्, सक्रिय र लेटेन्ट। सक्रिय क्षयरोग तब फैलिन्छ जब फोक्सो वा घाँटीमा क्षयरोग भएको व्यक्तिले खाक्छ वा हाछी गर्छ। तिनीहरूले क्षयरोग ब्याक्टेरिया भएको हावामा थोपाहरू पठाउँछन्। यदि तपाईँले लामो समयसम्म यी ब्याक्टेरियाहरू सास फेर्नुभयो भने तपाईँ क्षयरोगबाट बिरामी हुन सक्नुहुन्छ। यदि तपाईँलाई लेटेन्ट क्षयरोग छ भने तपाईँको शरीरमा रहेको क्षयरोग ब्याक्टेरियाहरू निन्द्रामा छन्। तपाईँ बिरामी हुनुहुन्न र तपाईँले अरूलाई क्षयरोग सार्न सक्नुहुन्न। यद्यपि ब्याक्टेरिया भविष्यमा बिउझन सक्छन्, जसले गर्दा तपाईँ सक्रिय क्षयरोगबाट बिरामी हुन सक्नुहुन्छ। राम्रो खबर यो हो कि यो हुनबाट रोक्नको लागि लेटेन्ट क्षयरोगको उपचार गर्न सकिन्छ। क्षयरोगको उपचार निशुल्क औषधिको कोर्सद्वारा गरिन्छ। प्रारम्भिक उपचारको अर्थ तपाईँ चाँडै राम्रो महसुस गर्नुहुन्छ। यसले शरीरमा कुनै पनि दीर्घकालीन क्षतिको जोखिमलाई पनि कम गर्छ र क्षयरोग फैलावट रोक्न मद्दत गर्छ। तपाईँले क्षयरोगको बिरामी बारेमा केही गलत जानकारी सुन्नुभएको हुन सक्छ। तथ्यहरू थाहा पाउन कृपया www.thetruthabouttb.org मा क्षयरोगको बारेमा सत्य वेबसाइटमा जानुहोस्। यदि तपाईँलाई वा तपाईँको चिन्नुहुने कसैलाई क्षयरोग लागेको शक छ भने आफ्नो जीपी वा स्वास्थ्य सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस्। यो निशुल्क र गोप्य छ। सुन्नुभएकोमा धन्यवाद।